जनजनको आवाज सरकारसम्म पुर्याउने हाम्रो उद्देश्य हो। यसै क्रममा आज हामी चुरे गाउँपालिका आएका छौँ। जिल्ला कैलालीको चुरे गाउँपालिका यो पहाडमा आएका छौँ। यो चुरे गाउँपालिका घरखेडा भन्ने ठाउँमा आएका छौँ। हामी विशेष दलाल र भ्रष्ट माफियाहरूको अन्त्य गर्नुपर्छ भनेर युवाहरूको जस्ता अगाडि बढिरहेको छ। यसै क्रममा अस्तिको आन्दोलनले केही भ्रष्टहरू सतर्क भएका छन्, तर पनि अझ गाउँ बस्तीहरूमा यो भ्रष्ट अन्त्य भएको छैन। अझ माफियाहरू गाउँमा छन्। यहाँ काठमाडौँमा आन्दोलन गरेर भ्रष्टाचारीहरूको अन्त्य हुने छैन। 2-4वटा नेतालाई तर्साएर भ्रष्टाचारीको अन्त्य हुनेवाला छैन। त्यस कारणले प्रत्येक गाउँ बस्तीमा समुदाय वनदेखि लिएर इलेक्ट्रोनिक्स यो विद्युतीय सहकारीसम्मको हामी विरोध गर्दै हिँडेका छौँ। त्यस कारणले त्यसै आज सन्दर्भमा हामी यहाँ चुरे गाउँपालिकासँग भेट्न आएका छौँ। हाम्रो यहाँ युवाका संयोजक हुनुहुन्छ सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य हाम्रो बलबहादुर बरालजी। उहाँले पनि केही कुरा राख्नुहुनेछ हाम्रो यस जनताको खबर माध्यम। सर प्लिज केही कुरा भन्नुहोस् त। नमस्कार। सबै साथीहरूलाई के भन्न चाहन्छु भने अहिलेको नेपालमा बिग्रिदो राजनीतिक तरलता अवस्था भएको बेला सबै नेपाली नागरिकहरू सजगता अप्नाउनुपर्छ। कहीँ कतै जेएनजीओले गरेको आन्दोलन विषयमा तुइन्छ कि भनेर डर कता पैदा भएको अवस्था छ। त्यसैमा हामीले अझ हैसियतमा होस्टे थप्नुपर्छ भनेपछि गाउँमा भएका विद्युत सहकारी संस्था र समुदाय वनमा भएका व्यथिति र त्यहाँ भएका अत्याचार, त्यहाँ भएका चाहिँ भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ भन्ने उद्देश्यका साथै हामी गाउँमा अभियानकै रूपमा हिँड्ने जमर्को गरेका छौँ। सबैले साथ र सपोर्ट गर्नुहुनेछ भन्ने आशा राख्दै अन्त्य गर्दछु। हवस् त, धन्यवाद बलबहादुरजी। हामी यसै क्रममा धेरै गाउँ बस्तीहरूमा घुम्नेछौँ। यो चुरे गाउँपालिका यो कार्यालय हो। हेर्नुहोस्, यो डाँडामा यत्रो लगानीमा भवन बनेको छ। यहाँ केही न केही छ, त्यही पनि हामी बुझ्ने प्रयत्न गर्छौँ। जनजनको आवाज सरकारसम्म, प्रत्यक्ष जनजनको आवाज सरकारसम्म पुर्याउने जनताको खबर हाम्रो युट्युब च्यानल छ। सम्पूर्णले यस युट्युब च्यानललाई सब्सक्राइब गरेर र साथ सपोर्ट दिनुहोला भन्ने आशाका साथ हामी युवा स्वरोजगार नेपाल र युवाको जस्ता अगाडि प्रत्येक यस्तै बस्तीमा प्रत्येक जिल्लापालिकामा हामी घुम्नेछौँ। प्रत्येक वडामा हामी जान्छौँ। सबैलाई सचेत गराउँदै भ्रष्ट गर्नुहुन्न र यो सम्पूर्ण जनताको पैसा जनतामै लगानी गर्नुपर्छ, गाउँको विकास गर्नुपर्छ भनेर हामी लागेका छौँ। हवस्, धन्यवाद। यो हाम्रो चुरे गाउँपालिका यस्तो भवन छ। तर अस्तिको जेएनजी आन्दोलनमा यो केही पनि भएन, घटनाक्रम यहाँ भएन। चुरे गाउँपालिका सबै कुरा सही छ, सुरक्षित छ भन्दै हामी यस्तै क्रममा हामी डडेलधुरा, बाजुरा, बझाङ सबैको ठाउँमा पुग्नेछौँ। 77वटै जिल्लामा हाम्रो अभियान रहेको छ। हवस्, धन्यवाद।